गुल्मीतमका साउटोलमा चाहिँ आज होइन यो 2 पिस दराज र एउटा मोडर्न डिजाइनमा यस्तो किसिमको बेड हामीले चाहिँ यहाँले फिटिङ गऱ्यौँ है। यो चाहिँ सीमाको हो, सीमा चाहिँ लजाएर उता बसिसिन्। अनि यो है तपाईँलाई मैले यहाँ देखाउन चाहन्छु होइन कि यो मोडुलर दराज है, मोडुलर 2 पिस दराज हो होइन। भित्रबाट फुल फर्माका फिनिसिङमा हामीले यसलाई चाहिँ तयार पारेका छौँ होइन। यस्तो किसिमले यो पुरै टरहरू च्यानलमा है 8 mm बाट बनाएको एकदमै भरपर्दो मजबुत र नयाँ डिजाइनमा यस्तो किसिमको बेड यो भयो। र यो हामीले एउटा कम्बो सेट भनौँ न यसलाई, कम्बो सेट। अनि यसको पनि भित्रपट्टि सामान राख्न मिल्छ है, सेपरेटको सामानहरू राख्नको लागि चाहिँ यसरी हामीले यसलाई तयार बनाएका छौँ। यो बेड यो दराज यहाँहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया कमेन्ट गरिदिनु होला। र यदि यस्तो किसिमको बेडहरू होइन फर्निचर सम्बन्धी कुनै पनि सामानहरू आवश्यक पर्यो, मन पर्यो, लैजान चाहनुहुन्छ भने चाहिँ हाम्रो स्क्रिनमा भएको नम्बरमा डाइरेक्ट कल अथवा इमो वाट्सएप भाइबरमा पनि हामीलाई मेसेज गरेर अर्डर गर्न सक्नुहुनेछ है। र यतापट्टि यो सीमालाई पनि धेरै धेरै धन्यवाद। उता बुढाबुढीलाई है धेरै धेरै धन्यवाद। नानीलाई कस्तो लाग्यो ल नानीलाई यतापट्टि नानी छिन्, ल नानी बताइदेऊ तिमीलाई कस्तो लाग्यो, राम्रो लाग्यो लागेन? ल बताइदेऊ न, ढाँट राम्रो लाग्यो मात्रै। ल राम्रो लाग्यो भने होइन बहिनीले पनि। अब तपाईँहरूलाई चाहियो भने चाहिँ हामीलाई सम्पर्क गर्न नबिर्सिनु होला। र हामीसँग टिकटकमा गएर हाम्रो टिकटकमा फलो र हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।